हेलो व्हाट्सअप गाइज, गुड मर्निङ, वेलकम ब्याक टु द च्यानल वन्स अगेन। आशा गर्छु तपाईँहरू सबजना सन्चै हुनुहुन्छ। अरे मलाई पनि अहिलेसम्म मलाई पनि अहिलेसम्म एकदमै बिन्दास छ र आजको दिन खास छ भन्ने हामीलाई आश छ। तर मनमुरी चला कुन्नी किन त्रास छ। र आज चाहिँ म हिजो चाहिँ मेरो बसाइ चाहिँ कीर्तिपुरमा भएको थियो। कीर्तिपुरको बसाइ एकदमै राम्रो रह्यो। मेरो राकेश भाइसँगको बसाइ, राकेश भाइले भेट्ने भनेर भनिरहेको थियो र जाउँ त भनेर चाहिँ कीर्तिपुर पुग्यो। कहाँ तलतिर रहेछ पाङ्गा बस पार्कदेखि अझै भित्र कुना काप्चा कतातिर रहेछ। सो कोठामा गएर बस्यो, झिरुवा खाइयो, त्यसपछि बिहानतिर आइयो र यतिखेर म जाँदैछु अफिसतिर। र अफिसतिर गएर आज गर्नुपर्ने छ धेरै कामहरू, तर त्योभन्दा पहिला खानुपर्ने छ मैले माम। गरौँला पछि काम, पहिला खानुपर्ने छ माम। र खाना खानको लागि म जाँदैछु सुन्दारामा। र बाँकी रह्यो अब कुरो के को भनेपछि हाम्रो भ्लगको कन्टिन्युटी भङ्ग भएको धेरै भइसकेको थियो। लगभग 20-22 दिन भइसक्यो क्या ब्लग अपलोड नगरेको, विभिन्न कारणवश, जसको मूल कारण चाहिँ अल्छीपना हो। यो अल्छीपनाले गर्दा मान्छेले जिन्दगीमा पनि कुनै किसिमको प्रगति गर्न सक्दैन। के गर्ने, यस्तै छ। म काठमाडौँ आएर अलिकति बढी अल्छी भएछु। यताबाट हुनुपर्ने छ हामी लेफ्ट टर्न, सिधा गएपछि फेरि म फाइन पर्छ मलाई, बडा गाह्रो छ नि त यो त। त्यस कारणले गर्दा यताबाट जानेछौँ हामी। यताबाट गएर सर माथि मेन रोडमा निस्केर त्यहाँबाट हामी जमल हुँदै निस्किनेछौँ। कहाँ भनेपछि न्यु रोड सुन्दारा, किचापोखरी, खास गरी किचापोखरीमा गएर खाना खानु पऱ्यो। त्यसपछि बिस्तारै जानु पर्ला। टाइम छ अझै हामीसँग, हामीलाई त्यति हतार छैन किनकि जान हामीलाई अहिले कतार छैन। र घाम चाहिँ अहिले राम्रो लागिरहेको छ। हिजो अस्ति पानी परे जस्तो मौसम, त्यो बादल लागेर पानी पनि पर्नु त सिमसिम। र अरू नयाँ नौलो कुराहरू केही पनि छैन लाइफमा। सबै कुरा यस्तै भइरहेको छ। हेर्नुहोस्, काठमाडौँ पनि सुनसान छ। कुन्नी किन हो काठमाडौँ बडा सुनसान लागिरहेछ। यो बाइक पनि मर्मत गरियो अलिअलि। यो बाइक बिग्रेर पनि अलिकति भ्लग बनाउन सकिएन किनकि हिँड्ने अलिकति गाह्रो भयो। बिचमा धेरै दिन म यताउति भयो। बिचमा मैले काम गरेन, लगभग मैले काम नगरेको 20-25 दिन जति मैले कामै गरेन काठमाडौँमा। म त्यत्तिकै अल्झिएर बसिरहेँ, कहिले के होइन। र अहिले यो 2-4 दिन भयो यो नयाँ ठाउँमा जान लागेको। अब यहाँ कति दिनको पाहुना भयो नि हो थाहा छैन मलाई, किनकि सबै कुरा मुडमा भर पर्छ होइन। टाइममा जब 0 हुन्छ नि मात्र हामी जानेछौँ होइन। सो अहिले चाहिँ यो साइडको मान्छेहरूलाई हामी जानिदिनेछौँ, लेफ्ट साइडमा। हामी चाहिँ सरासर सिधै जानुपर्ने छ। र यो ठुलो चाहिँ अब बाराई काठमाडौँ होटल भइहाल्यो अगाडिपट्टिको, यताबाट ठमेल पनि जान्छ होइन। ओके ल, यतिखेर हाम्रो सिग्नल आइसकेको छ गाइज। सो यताबाट सरासर जानेछ। अब सिग्नल खुलिसकेको छ। काठमाडौँमा आएर मलाई 2 चोटि फाइन परिसकेको छ है। अब तेस्रो पटक पर्ने म कुनै पनि मनसायमा छैन। त्यस कारणले गर्दा हरेक कुराहरू जोगिएर हतार नगरिकन गर्नेवाला छु म आजकल। त्यही हुनाले म खासै हतार गर्दैन बाटोमा। मेरो स्पिड भनेको अचेल नर्मली हुन्छ 40, 45, 50 त्यति मात्रै हो। अब अचेल मैले बढी स्पिड चलाउँदैन काठमाडौँमा, किनकि यहाँ केही भन्नु सकिँदैन। कतिखेर अब दुर्घटनाको शिकार भइन्छ भन्नु पनि गाह्रो छ कि। त्यस कारणले गर्दा अब आरामसित सकुशल ढङ्गले नआत्तिकन धैर्यवान भएर चाहिँ हामीले चाहिँ बाइक राइड गर्नुपर्ने हुन्छ भन्ने मैले चाहिँ अब एकदम निदो गरेको छु क्या। बिचमा त म हावामा कुदाउँथेँ बाइक यहाँ पनि होइन, उहीँ कुदाउँथेँ। कहिले मडगाड टुटे, कहिले यो सिसा फुटे। र यो चाहिँ हामी रत्न पार्कको छेउबाट गइरहेका छौँ अहिले। कुनै जमानामा यो रत्न पार्कमा आएर धेरै बास हुन्थ्यो हाम्रो होइन। बेरोजगारी दुनियाँ त्यतिखेर पहिला जमानामा चाहिँ भनौँ 59-60 सालतिर। उनीखेर म वैदेशिक रोजगारीको तयारी गरिरहेको थिएँ। र म विदेश गए पनि 1-2 वर्षको सङ्घर्षपछि म विदेश गए पनि यहाँबाट काठमाडौँको धुलो धुवाँ धेरै खाइयो। र यही हाम्रो टुडी खेल पनि अचेल साँगुर्दै आइसकेको छ। पहिला फराकिलो थियो, अहिले अब सैनिकले आफ्नो चाहिँ क्याप्चरमा लिइरहेको छ। बाँकी यस्तै छ काठमाडौँमा। अब धेरै कुराहरू बदलिएको छ होइन, केही कुराहरू बदल्न बाँकी नै छ अझै। अब धरहरा त अब भूकम्पमा अहिले भत्किएर अहिले नयाँ धरहरा भन्नु अब सेतो टावर बनिसकेको अवस्था छ बालिन्जीको भाषामा भन्नुपर्दाखेरि। र यताबाट हामी फेरि हुनेछौँ राइट टर्न, सिधा गएर खाना खाउँ। पहिला बिहानदेखि नास्ता पानी केही भएको छैन हाम्रो होइन। हिजो त खाइयो खाना हाम्रो राकेश भाइको वहाँ, त्यसो झिरुवा ल्याएर खाइएको थियो। तर अब चाहिँ हामी झिरुवा खानेवाला छैन, अलि दिनलाई गेप गर्नेवाला छौँ। र यो माइकको साउन्ड क्वालिटी कस्तो आइरहेको छ खास गरी चाहिँ यो चाहिँ शहीद गेट भइहाल्यो है। यो चाहिँ शहीद गेट हो, अगाडिपट्टिको धरहरा चुचुरो टल्किँदैछ, सेतो टावर। र साउन्ड चाहिँ मैले माइक चेन्ज गरेको छु अहिले। मैले पहिलाको जुन हाम्रो छोटो माइक थियो त्यसलाई मैले हटाइदिएको छु अहिले। यो चाहिँ मेरो अलि लामो खालको वायर माइक हो, यसलाई गजुल्टो पारेर राखेको छु भित्रपट्टि होइन। सो हामी खाना खान जानेछौँ। यतैबाट गए पनि हुन्छ यार। ल यताबाट जाउँ।
हामी यो धरहराको छेउबाट जानेछौँ। पार्किङमा म गाडी राख्ने छैन, यताबाट जाउँ। यहाँबाट गएर होइन अरू दिन त म पार्किङमा राख्थेँ, तर आज पार्किङमा राख्दैन, म उतै होटलको छेउमा राखिदिन्छु। म यही हाम्रो पार्किङ गर्ने एरिया होइन, तर आज म पार्किङमा राख्नेवाला छैन। यो बाइकलाई म सिरासर अगाडि राख्ने चाहिँ फेरि को हिँडेर आउने जाने गर्ने हो है, उताबाट जान्छु म फेरि, किनकि यता आउनुपर्ने काम छैन क्या। अफिस जाँदाखेरि मेरो जाने बाटो उतै हो। फिलहाल त यहाँ पनि मर्मत भइरहेको छ, कामहरू धेरै भइरहेको छ नि। गोल घर के हो बल जस्तो धरहरा मोमो, पुरानै हो धरहरा मोमो पनि। र आइपुग्यो हामी किचा पोखरी। यहाँ हेर्नुहोस्, कपडाहरू, जुत्ताहरू, लत्ता कपडा सबै पाइन्छ। साह्रै महँगो पाइन्छ, तर भन्ने हो भनेपछि मैले आजसम्म यहाँ के एक दुईचोटि किने होला, त्यहाँभन्दा बढी मैले सपिङ गरेको छैन। मेरो सपिङ भनेको त 7 बजेपछि मात्रै हुन्छ यहाँ भयो भनेपछि होइन, फुटपाथतिर। कहाँ गयो यार? सो हामीले खाना खाने होटल कहाँ गयो भनेपछि अच्छा यो लाइनमा, यो गल्लीमा। ओके, यताबाट हामी हुनेछौँ राइट टर्न। यताबाट राइट टर्न भएर बाइकहरू त पार्किङमै छ, कोही बात नै, हामी पनि पार्किङमा राखिदिन्छौँ बाइक। होटल खुला छैन, होटल खुलै छ। ल यताबाट हामी यहाँ राखिदिन्छौँ बाइकलाई चाहिँ होइन। यो बाइकलाई यहाँ राखिदिन्छु। बाइकको के छ भनेपछि एउटा गडबड भएको छ कि मेरो बाइकको चाहिँ हाम्रो चाहिँ साइड स्ट्यान्ड भाँचिएको छ, त्यस कारणले गर्दा यसलाई चाहिँ हामीले मेन स्ट्यान्डमा राख्नुपर्ने हुन्छ क्या। अब यता हाम्रो चाहिँ बाइक त यति धेरै छैन, उठाउनु त नउठाउला कोही पनि, त्यस कारणले गर्दा छोडिदिन्छु बाइक। महानगर लग्यो भने चाहिँ फेरि पुग्नुपर्छ, के अरे बग्गी खाना पुग्नुपर्छ। सो इन्जोय द ब्लग, इन्जोय द डे। ओके, खाना खान जाउँ त अब। खाना चाहिँ थपी खाइयो गाइज है, राम्रैसँग अगाइएको छ। 150 को हो खाना चाहिँ, सादा खाना, मासुसहित सायद 350 छ कि 300 छ कुन्नी। त्यस कारणले गर्दा हामीले खाना खाने काम चाहिँ गरिसकेका छौँ। अब नास्ता सास्ता अब दिउँसो के हुन्छ हेरौँ। यताबाट अब हामी सरसर्ती निस्किनेछौँ। यही हो न्यू रोड। यही हो न्यू रोडको स्थिति चाहिँ के यस्तो छ, सुधार भएको छ। किनार किनारमा हेर्नु सक्यो त बुट्टापट्टी भरिएको छ होइन। र खाना चाहिँ टाइममै खाइयो यार, न घाँस छ न बाँस छ, त्यही पनि जिन्दगी खास छ। के गर्ने अब, यस्तै छ। जाउँ ल। अब हामी निस्किनेछौँ। पहिला हामी अनामनगर निस्किनेछौँ। सिंहदरबारतिर जानुपर्ने छ पहिला, अनामनगर, त्यसपछि फेरि बिस्तारै हामी फेरि छड्के किनार हुँदै निस्किनु पर्नेछ। ल भिड हेर्नुहोस्, अघि बिहानसम्म भिड थिएन, अहिले फेरि भिड बढी गयो। त्यही त यस्तै हुन्छ। बिहान अलिकति खाली हुन्छ क्या। अब चाहिँ भिड सुरु भइसकेको छ। धेरै दिन भयो मैले बाइक चाहिँ नचलाएँ काठमाडौँमा, किनकि यो बाइक अलिकति बिग्रेर थन्किएको थियो। बाइक बनायो बडा मुस्किलले, जेर तेर गरेर। अब यो जेर तेर कहिले हुने हो थाहा छैन। अब यो बाइकको कम्प्लिट काम हुन सकेको छैन अझै पनि। बाइक जेन तेन गरेर बनाइएको छ, फुर्सद पनि छैन, काम पनि छैन, दाम पनि छैन। म खाली बसेको बेला पनि फुर्सद हुँदैन मलाई, कुन्नी के हो यार। साथीभाइहरू रिसाउनु लागेको थियो यार, भेटघाट छैन, केही छैन। कोही भन्नु लागेको थियो फोनै उठाउँदैन, कोही भन्छ फोन स्विच अफ छ भन्छ। यस्तै चाहिँ के गर्नु अब, तालमाल अलि मेरो ठिक छैन होइन। त्यस कारणले गर्दा अलिकति म मान्छे अलि लम्पट छु। केही वास्ता बिस्ता कसरी केही पनि छैन, के गर्ने अब, लापता छु मान्छे। खैर यताबाट निस्क्यौँ अब है, हामी यताबाट जाने टक्क पाएर। यो भइहाल्यो भिरगुटी मण्डप भइहाल्यो। भिरगुटी मण्डपमा 1000 को माल 200 भन्नुपर्छ, बल्ल स्टार्टिङ रेट सुरु हुन्छ। 1000 भने चाहिँ 200 भन्नुपर्छ, अनि बनाउँदा 400 450 पाउँछ। अब यताबाट सिधै यो किनारबाट समातिहाल्नुपर्छ क्या। फेरि बिचबाट गएर यहाँ घुस्यो भने फाइन हानिहाल्छ फेरि। अस्ति मैले यहीँ त पढायो लफडा। अब म यहाँबाट यही गइहाल्यो, ऊ पर बसिरहेका हुन्छन् होइन ट्राफिकहरू। सो कोही यो रुटमा छ, पल्लो रुटमा, र झ्याप्पै पारेर यो रुटमा आइदियो भने चाहिँ उताबाट त्योबाट फाइन लानु। यो रुट चेन्ज गर्नु नमिल्दो रहेछ कि यहाँनिर। अहिले म सरासर किनारै चेपेर आएँ नि त। अस्ति म जुन थियो यो बिचबाट चाहिँ फेरि साइडमा आएको थिएँ क्या, अनि मलाई किनारमा फेरि बोलाइहालेँ, आउनु सरकार, यसरी बसिराख्नुहुन्छ उहाँहरू चाहिँ। हेर्नु ट्राफिकबाट यो 3 जना पर्छ रहेछन्, 2-3 जना। ल हेर्नुहोस् यही हो क्या, धडाधड पर्छन् यार। सबभन्दा अझ लेडिज ट्राफिकले पार्ने रहेछन् क्या। जेन्ट्सलाई खासै त्यति मैले वास्ता भएको देखिएन, तर लेडिजले त एकदम, लेडिजहरू चनाएको हुन्छन् काममा यार। टक्रक्क आँखा दूरदृष्टि लगाएर झ्याप्पै पारेर कब आएका जालमी भने जस्तो। र यो चाहिँ सिंहदरबारको एरिया भइहाल्यो। र बाइक कुरा यस्तै छ गाइज। पहिला यतातिर आउने कामै पर्थेन, अचेल यो बाटो बहुत हिँड्नु परेको छ।
यस्तै त हो नि अब मेरो अफिस यहीँनिर सिकन्दरबारको पछाडि भन्दा पनि हुन्छ सो बाइक कुरा उतै गरेर गरौँ ल यसै चाहिँ तालमाल गाह्रो छ गाह्रो काम कुरो गर्ने एकदमै गाह्रो भयो थकाइ पनि एकदमै लागेर हिजो चाहिँ हाम्रो चाहिँ राकेश भाइको खानपान भयो डर भयो जिरो भयो त्यस कारणले गर्दा थोडा थकाइ लागिरहेको छ र यतिखेर मैले जुन चाहिँ आफ्नो चाहिँ कम्प्युटर खोलिसकेको छु यही कम्प्युटर चाहिँ हाम्रो होइन सो यसलाई चाहिँ अब हामी खोल्नेवाला छौँ टक्क पारेर ल हेर्नुहोस् अब आजको न्युजहरू के यस्तो तरिकाले आउँछ हाम्रो चाहिँ सेड्युल ल यतिखेर 2 बजेको सेड्युल चाहिँ हाम्रो हातमा परिसकेको छ 2 बजेको सेड्युलमा चाहिँ हाम्रो सभामुख प्रकाशमान केदारनाथ यो भिओ एसओटी भनेको के अरे हाम्रो यो भिओ एसओटीको फुल फर्म के अरे अस्ति भन्नुभएको नि तपाईँले भोइस ओभर साउन्ड अन टेप अच्छा भोइस ओभर साउन्ड अन टेप भिओ एसओटीको फुल फर्म चाहिँ त्यो हो भिओको भोइस ओभर मात्र हो नि भिओको चाहिँ भोइस ओभर मात्र हो अनि भिओ एसओटीको चाहिँ भोइस ओभर साउन्ड अन टेप सो यस्तो त एउटा यो आएर चाहिँ बाल विवाहको पनि आएको रहेछ यो पनि एक रिपोर्ट रहेछ र बाँकी कुरा यस्तै छ अब ल काम कुरो भइरहेको छ केही छैन थकाइ एकदम लागेको छ र आजको दिनचर्या के छ र म तपाईँलाई एकछिन उहाँ लगेर जान्छु स्टुडियोमा लगेर जान्छु भित्र स्टुडियो पनि हेरौँ हाम्रो एङ्कर पनि एकछिनमा आउनुहुन्छ होला त्यहाँ उहाँसँग पनि के कुरा सोधपुछ गरौँ र आज यस्तै छ अब गाह्रो छ गाह्रो सो यही छ हाम्रो स्टुडियो र यतापट्टि जुन देख्दै हुनुहुन्छ ग्रिन स्क्रिन राम्रो छ र माथिपट्टि लाइटिङको पनि व्यवस्था छ र यही क्यामेरा चाहिँ यही हो र यता चाहिँ प्रोम्प्टर र यता हाम्रो मोडल एङ्कर आइसक्नु भएको छ ओके ल सो यहाँबाट चाहिँ हाम्रो यो यसको बताउनु के छ तलतिरबाट कसरी आउँछ यहाँबाट के हुन्छ प्रक्रिया तलबाट यहाँ चाहिँ तलबाट चाहिँ प्रमोटरमा हाल्नुपर्छ प्रमोटर भन्ने फोल्डरमा अनि त्यस पछाडि आएर चाहिँ यहाँ अन गर्नुपर्छ अनुसार कार्यालयले चालू आर्थिक वर्षको 8 महिनामा 1,09,22,85,00,000 रुपैयाँ राजस्व सङ्कलन गरेको छ ल सो फाइनली यतिखेर अब साँझ भइसकेको छ गाइज यस्तै भयो दिनभरि आज काम कुरो के भयो के भन्ने कुरा कुनै थाहा भएन सो इन्जोय द भ्लग इन्जोय द डे बाँकी कुरा यस्तै छ के भन्ने के लास्ट अलिकति हेडलाइन मिलाइदिनु पर्ने छ त्यो हेडलाइन मिलाइदियो भनेपछि मेरो काम सिद्धिन्छ आजको लगभग 7 भइसकेको छ र म यहाँबाट लगभग 7:40 अथवा 8 बज्छ निस्किँदै त्यतिखेरसम्म चाहिँ 1 कप कफी टक्क पारेर खाइहाल्नुपर्ने हुन्छ 1 कप कफी होइन 1 कप कफी खाएर चाहिँ अब हेडलाइन म तयार गरिदिन्छु त्यो हेडलाइन तयार गरिसके बाँकी कुरा देखा जाएगा फेरि त्यस्तै हो अब सो सबै कुराहरू यस्तै भइरहेको छ अहिले 4-5 दिन भयो होइन केही कुरा नयाँ कुरा सिकिँदैछ थप आफूलाई नभएका नलेजहरू ज्ञानहरू अलिकति कलेक्सन भइरहेको छ र आफूले जानेका कुराहरू चाहिँ युटिलाइज भइरहेको छ त्यसमा म अलिकति खुसी पनि छु बाँकी अब यही हो कुरो चाहिँ होइन काम पछिको दाम पछिको माम यी सबै कुराहरूको अलिकति एडजस्ट भयो भनेपछि टिक्न अलिकति सजिलो हुन्छ बाँकी कुरा यस्तै अब सोच आज जिन्दगी रहेनछ सो टु बी कन्टिन्यू ब्लग